हामीले चाहिँ च्याप्टर 1 मा भएको छङ्गोहुनमा पनि हेर्यौं, त्यसपछि मिनिङ पनि हेर्यौं। अब आज फिसुत हानमाल के छन् त च्याप्टर 1 मा भनेर पढ्न गइरहेको छौं। राम्रोसँग हेरेर प्रतिक्रिया दिनु होला, साथै यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। ल सुरु गरौँ है त। त्यसपछि यहाँनेरि आफू र आफ्नो भन्नका लागि कतिवटा शब्दको प्रयोग गरिएको छ त भन्दा छागी, छागी, छासिन, खेइन, फुनिन, सुसुरो, छजल्लो भन्नका लागि चाहिँ यतिको प्रयोग गरेको रहेछ। के भन्नको लागि भन्दा आफू र आफ्नो भन्नको लागि चाहिँ प्रयोग गरिदो रहेछ। त्यस्तै यहाँनेरि सोथुङुल हादा, इयागी हादा, मार हादा र यहाँ मालसुम हादा छ है। मालसुम हादा भन्यो भने चाहिँ के हो भन्दाखेरि कुराकानी गर्नु। यति भनेर आयो भने चाहिँ के रहेछ भन्दा यिनीहरू कुराकानी गर्नु। सोथुङुल हादा, इयागी हादा, मार हादा र मालसुम हादा भन्छ। अनि यता पद भन्नको लागि चाहिँ कतिवटा शब्दको प्रयोग गरिदो रहेछ त। छिवी, छिक्वी, छिगुप र छिकछेक भनेर प्रयोग गर्दो रहेछ। यतिको चाहिँ प्रयोग गरिदो रहेछ पद भन्नको लागि। अनि त्यस्तै थोङिल हादा भन्यो भने उस्तै हुनु, खात्था भन्यो भने पनि उस्तै हुनु, तोखात्था भन्यो भने पनि उस्तै हुनु। फिसुत हादा यति चाहिँ उस्तै हुनु भन्नको लागि प्रयोग गरिदो रहेछ क्या। अनि यौरिसा, यौरिसा अनि छोरिसा भन्यो भने चाहिँ खाना बनाउनु अथवा कुकलाई खाना पकाउने मान्छेलाई भन्नको लागि चाहिँ प्रयोग गरिन्छ यौरिसा र छोरिसा। स्टप। कुराकानीलाई चाहिँ थेवा, येगी हादा कुराकानी गर्नु। इरुम, सङ्घाम, सङ्म्यङ नाम, सनसेङनिम, सुसुङ, ख्योसा र खाङसा चाहिँ प्रशिक्षक अथवा शिक्षक। विदेशलाई चाहिँ वेगुक, हेवे, नेगुगिन र फुनगुगिन भनेको चाहिँ स्वदेशी, वेगुक र हेवे भनेको चाहिँ विदेश है त। अब अवस्थालाई चाहिँ के भन्दो रहेछ? ख्यङु, साङथे, साङवाङ योहरू चाहिँ के हो भन्दा चाहिँ अवस्थाहरू हो। मरी, टाउको, खोगे यो दुईटैले चाहिँ टाउकोलाई बुझाउँछ। येजल शिष्टाचार, येवी पनि शिष्टाचार यो दुईटैले चाहिँ के जनायो भन्दाखेरि शिष्टाचार जनाउँछ। सोगिदा, सोगिदा निहुराउनु, यहाँ खुबिदा छ हो त्यो पनि निहुराउनु। खुबिदा छ त्यो पनि के हो भन्दाखेरि निहुराउनु, झुकाउनु। तरिका भन्नलाई चाहिँ फाङपक, फाङसिक यसले तरिकालाई बुझायो। छमवान पसले, छुनी छुइन पसले यसले चाहिँ केलाई बुझायो भन्दा यसले पनि पसलेलाई बुझायो। नोङबु र ख्यङबु दुईटैले कृषकलाई बुझाउँदो रहेछ। खुल्लोजा, छुयाब्जा र नोदोङजा यसले पनि कामदारलाई बुझाउँछ। अब इरुदा र अरुदा र अरुसिदा भनेको उमेर धेरै हुनु यो दुईटैले चाहिँ उमेर धेरै हुनुलाई बुझाउँछ। नाल्चा मिति, इल्चा पनि मिति नै यो दुईटैले केलाई बुझायो भन्दा मितिलाई बुझायो। नाइ उमेर, यन्से दुईटैले उमेरलाई बुझाउँदो रहेछ। छुरो भनेको प्राय, छाजु प्राय, फोथोङ प्राय, थेगी पनि यो सबैले चाहिँ केलाई बुझायो भन्दा प्रायलाई बुझाउँदो रहेछ।